हेलो एभ्रिवान, नमस्कार एन्ड गुड मर्निङ सबैजनालाई। अब चाहिँ बिहानको 5:30 भयो। ड्युटी जानको लागि तयारीबाट निस्केको है। ड्युटी छैन भनेर आनन्दले सुतिरहेको थिएँ, तर मेसेज आएर चाहिँ टक्क बसेर रहेछ। थाहा नै भएन। बिहान राति हेरेपछि मेसेज हेरेपछि बल्ल थाहा पाएँ। अहिले हतार छिटै जाँदैछु। फाइनली लिफ्टमा पनि तल चढिसकेको छु होइन। अब गाडी बस कुद्ने ठाउँतिर आइसकेको छु। गाडी गइसक्यो होला भन्ने ठानेको थिएँ, तर गाडी चाहिँ गएको रहेछ। गाडी आइसकेको रहेछ होइन। यस्तै हो। अब बिहान जे होस् जानै पऱ्यो ड्युटी, नगए पनि काम छैन। सबैजना साथीहरू कुरेर बसिरहेछन्। सुनसान रात छ हेर्नुहोस् होइन, एकदमै गाडीहरू त्यति साह्रो कुदेको छ। यतातिर बसिरहेको छु और साथीहरू परतिर बसिरहेका छन् यतातिर होइन। ड्युटी जाने टाइम यस्तै छ। ल त हो हजुरहरू, अब बिहान ड्युटी त गर्नुपर्छ होइन। हजुरहरूको दिन राम्ररी बितोस् र फेरि पनि भन्छु ह्याप्पी दसैँ। सबैले राम्ररी मनाउनु होला है त। नमस्कार।